मैले हिजो भिडियो हालेको थिएँ है एउटा साँझ राति अनि त्यसमा मैले भनेको थिएँ 6 मिनट इन्टरभ्यू दिएँ अनि म त्यो इन्टरभ्यूमा जिको सोकाइमा मात्र पास भएँ जिको सोकाइमा पास भएर मैले नाइते पाएँ नाइते पाएपछि मैले 10 दिनमा भिजा पाएँ भन्ने कुरा सबैलाई मजाक लागिरहेको होला होइन कसैलाई चाहिएको छ यदि होइन त्यति जिमान छ तिमीहरूलाई भनेपछि होइन मलाई डिएम गर केटा हो होइन यहाँ कमेन्ट गर म तिमीहरूलाई सब डिटेल पठाइदिन्छु हुन त मलाई त्यति जरुरी पनि छैन होइन तर त्यस्तो नगर कि म जस्तो N4 पनि नभएको मान्छेहरूलाई अरूहरू पनि हुन्छ नि त मैले तिनीहरूको लागि बनाएको क्या तिनीहरूसँग N2 छैन N3 छैन भने पनि काम गर्न सजिलो छ क्या जापानमा बुझ्यौ मलाई कसैको यो धाकसाक चाहिएको छैन होइन मतलब भएन होइन कसैले आज जनवरी 3 भइसक्यो कसैले काम पाएको छैन भनेपछि चाहिँ भन होइन म सिकाइदिन्छु त्यो हाकिङको भरमा मात्रै नबस होइन काम खोज्न लास्टै सजिलो छ मैले जुनमा भने नि त्यसमा मैले जुनमा गरेको थिएँ ओमोतेनासी भन्ने त्यसमा लिटरल्ली म्याक्सिमम इन्टरभ्यू भयो भने 15 मिनट हुन्छ क्या बुझ्नुभयो फोक्कटिया